नमस्कार साथी, तपाईको लागि भनेर मैले मेहनत गरिरहेको छु। केही राहत मिल्छ भनेर तपाईको लागि भनेर चाहिँ मैले जानेको कुराहरू शेयर गर्नु आइरहेको छु। र अब आज चाहिँ मैले अङ्कशास्त्र इन्दिरा राई युट्युब च्यानल र मेरो फेसबुक पेजमा चाहिँ मैले शेयर गरिरहेको छु, ताकि तपाईको लागि राहत होस् भनेर हैन। किनभने हामी मानिस भएर जन्मिसकेपछि एक न एकको राहत चाहिन्छ है। हामी सक्सेस हुनुलाई पनि राहत चाहिन्छ र हामीले जति दुःख गर्दा पनि कहिले सक्सेस हुन सक्दैनौं। त्यसको अवश्य कारणहरू छन् है। र अङ्कशास्त्रमा हामी आबद्ध भयौं र अङ्कशास्त्रमा ज्ञान सिक्यौं र अङ्कशास्त्र अनुसार हामी अगाडि बढ्यौं भने एकदम 100% अगाडि बढ्ने छौं है। तपाई पनि अङ्कशास्त्रमा अध्ययन गर्नुहोला र मैले प्रसारण गरेको कुराहरू पनि तपाई सिक्न सक्नुहुनेछ र त्यही अनुसार अगाडि बढ्न सक्नुहुनेछ। धन्यवाद। आज चाहिँ नामको अल्फाबेट कसरी मिलाउने, अल्फाबेटमा कुन नम्बर आउँछ, कति अल्फाबेटको ए को कुन नम्बर संख्या आउँछ र बी को कुन संख्या आउँछ भन्ने कुरा चाहिँ मैले तपाईमा प्रसारण गरिरहेको छु र तपाईले त्यसै गरेर अध्ययन गरेर तपाईको नाम सही ठाउँमा ल्याउन सक्नुहुनेछ। र कृपया ध्यान दिनु होला, आफ्नो नाम सही ठाउँमा ल्याउनुलाई चाहिँ तपाईले पहिला आफ्नो बर्थ चार्ट बनाउनु होला र बर्थ चार्ट अनुसार अगाडि बढ्नु सक्नुहुनेछ। आफ्नो नाम सही ठाउँमा ल्याउन सक्नुहुनेछ है। कृपया मान्छेको नाम चेक गर्नु जरुरी छ है। कसैको नाममा मेरो आफ्नै पनि मैले चेक गर्दाखेरि 9 नम्बरमा थियो है। 9 नम्बर भनेको मंगल हो र अहिले मैले चेन्ज गरेको छु, 1 नम्बरमा लिएको छु सूर्य ग्रहको ठाउँमा। र तपाईले पनि आफ्नो बर्थ चार्ट अनुसार तपाईले आफ्नो नाम सही ठाउँमा ल्याउन सक्नुहुनेछ। र नम्बर 2, नम्बर 8 र नम्बर 4, नम्बर 9 यिनीहरुमा चाहिँ तपाईले र नम्बर 6 आफ्नो बर्थ चार्ट अनुसार यहाँ आफ्नो नाम सही ठाउँमा ल्याउनु जरुरी छ। र यहाँ धेरै तरिकाको छ। यहाँनेर राम्रो भयो भन्दैमा जुन पाए त्यही ठाउँमा लानु हुँदैन आफ्नो नाम है। र 8 गते जन्मिनु भएको मान्छेले चाहिँ 1 नम्बरमा कहिले पनि नलानु है, किनभने दुश्मन नम्बर हो। 1 नम्बर एनिमी नम्बर हो। त्यसैकारणले 8 नम्बर र 3 नम्बर जन्मिनु भएको मान्छेले 6 नम्बरमा कहिले पनि नलानु होला आफ्नो नाम। र 6 गते जन्मिनु भएको मान्छेले 3 नम्बर भएको ठाउँमा आफ्नो नाम कहिले पनि नलानु, किनभने 3 र 6 भनेको एकदम एनिमी नम्बरहरू हो, दुश्मन हो। त्यसैकारणले मिल्दैन। र 4 नम्बरमा पनि कहिले पनि नलानु होला है। र मैले बर्थ चार्ट अनुसार नाम कसरी सही ठाउँमा लाने त त्यो पनि मैले भिडियो अपलोड गरेको छु। तपाईले मेरो फेसबुक अङ्कशास्त्र इन्दिरा राई युट्युब च्यानलमा जान सक्नुहुनेछ र मेरो फेसबुक पेज अङ्कशास्त्र इन्दिरा राई पेजमा पनि तपाई गएर आफ्नो समस्या समाधान गर्न सक्नुहुनेछ। अङ्कशास्त्र अनुसार मैले जति अध्ययन गरेको छु र त्यो अध्ययन अनुसार मैले शेयर गरिरहेको छु, ताकि जति जानेको त्यति शेयर गर्दै लैजाम र अध्ययन पनि गर्दै जाम, किनभने साथीभाइहरूलाई राहत पनि मिल्दै जान्छ। धन्यवाद। आज फेरि आज अर्को बर्थ चार्टको अल्फाबेटको टपिकतिर जाउँ है त। धन्यवाद। ओके साथीहरू, सेवा नै हो धर्म हैन। आफूले जानेको कुरा एकअर्कालाई साथीभाइलाई शेयर गर्नु नै धर्म हो। र आज नाम अल्फाबेट अनुसार संख्यामा कसरी ल्याउने, कुन अल्फाबेटको चाहिँ कुन नम्बर कुन अल्फाबेट नम्बरको कति नम्बर संख्या, यो बारेमा हामी सिक्छौं है। र यहाँनेर ए को 1, बी को 2, सी को 3, डी को 4, ई को 5, एफ को 8, जी को 3, एच को 5, आई को 1, जे को 1, के को 2, एल को 3, एम को 4, एन को 5,
ओ को 7, पी को 8, क्यू को 1, आर को 2, एस को 3, टी को 4, यू को 6, बी को 6, डब्लु को 6, एक्स को 5, वाई को 1, जेड को 7। ओके, फुल है एबिसिडी को अल्फाबेट फुल छ यहाँनिर, तपाईँले सिक्न सक्नुहुन्छ। र मेरो नाम, यो मेरो नाम, यो पनि मैले लेखेर देखाएको छु तपाईहरुलाई। आई को 1, एन को 5, डी को 4, आई को 1, आर को 2, ए को 1, ए को 1, इन्दिरा। इन्दिरा पहिला चाहिँ मैले अहिले चाहिँ यो ए थपेको छु, पहिला यति मात्र थियो, इन्दिरा यति मात्र थियो, अहिले डबल ए थपेको छु किनभने 1 मा लेखेको छु मैले। अब राई, आर को 2, ए को 1, आई को 1, राई। अब यिनी संख्याहरू छ नि, यो माथिको अल्फाबेटको यिनी संख्याहरू, यो अल्फाबेट यिनी संख्या छ नि, इन्दिरा राई भनेर छ नि। यो संख्यालाई टोटल हिसाब गर्दाखेरि यहाँनिर प्लस गर्दाखेरि हैन, 1 5 4 1 2 1 1 2 1 1 टोटल यिनीलाई हिसाब गर्दाखेरि टोटल 19 आउँछ है। यो मेरो नामको अल्फाबेटमा चाहिँ 19 आउँछ। 19 अब 1 + 9, 1 + 9 कति हुन्छ बराबर 10 हुन्छ। अब 10 भनेको शून्यलाई चाहिँ गनिँदैन, अब 10 भयो, शून्यलाई गनिँदैन, 1 मै आयो, यानि कि यहाँनिर 1। यो हो मेरो नाम, यसमा लेखेको छु सूर्य ग्रहको ठाउँमा लेखेको छु मैले है। तपाईहरु पनि तर यो नाम चाहिँ कसरी बनाउने मिलाउने पहिला बर्थ चार्ट बनाउनु होला। तपाईले बर्थ चार्टको मैले अलरेडी भिडियो लगाइसकेको छु। यो नाम सच्याउनु भन्दा अगाडि पहिला बर्थ चार्ट बनाउनु। त्यो बर्थ चार्टमा चाहिँ तपाईले मिलाएर मात्र आफ्नो नाम सही ठाउँमा लानु होला, ताकि त्यहाँनेर बर्थ चार्टमा के कस्तो छ, तपाईको दुश्मन नम्बर छ अथवा कुन ठाउँमा लानुपर्ने हो नाम, त्यो अनुसार तपाईले आफ्नो नाम सही ठाउँमा लानुपर्छ। बल्ल तपाईको ब्लकेज लाइफ खुलिन्छ है। यस्तो ल, अब तपाईहरुले सिक्नुहुनेछ। मैले जति जानेको ज्ञानहरु शेयर गरेको छु, यही अनुसार तपाईहरु पनि आफ्नो भविष्यलाई अगाडि बढाउनु सक्नुहुनेछ। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। जाँदै सब्स्क्राइब चाहिँ गर्नु नभुल्नु होला र पेज फलो गर्नु नभुल्नु होला। धन्यवाद।